Hello guys, good morning and welcome to my vlog. After a long time, I'm back with you. आज चाहिँ म यति राम्रै भएर कहाँ जाँदैछु भने हाम्रो स्कुलमा चाहिँ आज युएको नेसनल डे चलिरहेको छ। सो आज सबै प्यारेन्ट्सहरू आउनुहुन्छ, एकदम रमाइलो छ आज। सो द्याट्स वाइ आइम गेटिङ रेडी लाइक दिस। अनि आज दिनभरि के कस्तो गर्छु हजुरहरूलाई म अपडेट गराउने नै छु। स्टे ट्युन एभ्रीवन भन्दै है त साथीहरू। अनि साथीहरू, जब म स्कुल पुगेँ है, त्यो गेटदेखि स्टेजसम्मको डेकोरेसन देख्दाखेरि त वाउ, इट्स मेल्ट माई हार्ट के यस्तो राम्रो पर्फेक्ट देखिरहेको थियो कि है। किनभने लगभग मोर देन 1 विक्स लागेको थियो त्यो डेकोरेसन कम्प्लिट गर्नको लागि। अनि फाइनली रिजल्ट देखेर चाहिँ यति सेटिस्फाइङ फिल भयो कि देख्न सक्नुहुन्छ यो स्टेज, यतापट्टि पपकर्न कर्नर, अनि फेस पेन्टिङ कर्नर, त्यस्तै गरी हिना कर्नर, अनि अरबिक कर्नर गरेर डिफ्रेन्ट कर्नरहरू थियो है। अनि त्यसपछि यतापट्टि रहेको छ हाम्रो एक्जिबिसन कर्नर, जहाँ चाहिँ बच्चाहरूले युएमा रहेको डिफ्रेन्ट एरियाहरूको मोडल तयार पारेर लिएर आउनु भएको थियो। यस्तो राम्रो राम्रो थियो, एक थियो, सबै 101 थियो है। जुन हेऱ्यो त्यही राम्रो लागिरहेको थियो मलाई चाहिँ। आई रियली एप्रिसिएट देयर वर्क के हार्ड, यति हार्ड वर्किङ गरेर प्यारेन्ट्सले हेल्प गर्नुभएको थियो। यस्तो राम्रो बनाएर पठाउनु भएको थियो प्यारेन्ट्सहरूले। अनि स्टेजमा 1-2टा फोटो भिडियो त नखिची भएन है, यति राम्रो डेकोरेसन छ। अनि फेस पेन्टिङ कर्नरमा गएर मैले मौकाको फाइदा उठाएको थिएँ। म्यामले चाहिँ मेरो गालामा फ्ल्याग बनाइदिँदै हुनुहुन्छ, मलाई चाहिँ फ्ल्याग बनाउन मन लागिरहेको थियो। अनि त्यसपछि वाइ नट मेहेन्दी होइन, किन नलगाउने, रश्मिताले मेहेन्दी नलगाउनु त कुरै भएन। अनि म्यामले चाहिँ यहाँ मेहेन्दी लगाइदिँदै हुनुहुन्छ, यस्तो राम्रो मेहेन्दी लगाइदिनु भएको थियो। स्टिल मलाई यति मन परिरहेको छ है। अनि त्यसपछि हामी सबैजना चिया खाँदै रमाइलो गर्दैछौँ, किनभने यो सब मेरो फर्स्ट एक्सपिरियन्स थियो। मैले एकदम इन्जोय गरिरहेको थिएँ। अनि यतापट्टि पनि यति राम्रो सेटअप भएको थियो, तर मैले राम्रोसँग भिडियो क्याप्चर गर्न बिर्सेछु। गाइज फाइनली स्कुलको प्रोग्राम पनि सकियो अनि यसरी फ्ल्याग पनि बनाएँ होइन मैले। वी डिड लट्स अफ फन टुडे। नाउ अब 4 दिन हलिडे छ, मजा गरिन्छ साथीहरू। सो यसरी नै मेरो आजको दिन बित्यो। ल है त साथीहरू, राम्रोसँग बस्नु होला, आफ्नो ख्याल गर्नु होला। बाई बाई एभ्रिवान, थ्याङ्क यू फर वाचिङ माई भिडियो until the end. Keep loving and keep supporting. Bye bye guys.